सन्चो छैन, गाह्रो भएर पनि यो तुलसाको झुट सुनेर चाहिँ सहन नसकेर भिडियो बनाइहाल्छु एउटा भनेर आएको। जानुगाले पैसा लियो भनेर चाहिँ माग्यो भनेर के भनिरहेको छ। सरासर झुट। रबिनासँग मेरो रात दिन नै कुरा हुन्छ है। ऊ जस्ट कुनै पनि यस्तो पब्लिकलीहरू यसरी नआउनु भनेर मात्र हो। अनि प्राइभेट मात्र गरेको उसले आफ्नो एकाउन्ट। उसको छोरीले माइन्ड गर्नु भएन, बच्चाहरूलाई फरक नपर्ने भए ऊ अहिले पनि आएर चाहिँ यसको जवाब आफै पनि दिन सक्छ कि। तर ऊ आफ्नो बच्चामा ध्यान दिएछ, बच्चालाई धेरै फरक पर्यो, धेरै असर पर्यो यो कुराले चाहिँ। अनि त्यही भएर चाहिँ पछि हटेको। अनि न कि डराएर, कसैसँग डराएको होइन, उसको बानी होइन कि यस्तो माहौल भइरहेको बेलामा चाहिँ बच्चाहरूको मनको कुरा नबुझी अनि मिडियामा आएर चाहिँ हुन्छ नि मुख तोड जवाब दिन त कसलाई मन लाग्दैन होइन। तर उसले चाहिँ आफ्नो बच्चालाई चाहिँ त्यसरी लगाएर चाहिँ मिडियामा आउने खोजेको होइन। बरु सहै होइन, त्यो कति झुटो बोल्छ, कति के गर्छ, उसले सहेको छ चुप्प लागेको त पहिलादेखि 1.5 वर्षदेखि होइन। अनि त्यही भएर चाहिँ बच्चालाई चाहिँ पछाडि राखेर अनि आफ्नो भडास निकाल्न, रिस देखाउन चाहिँ अनि उसले चाहिँ त्यस्तो गर्ने मान्छे होइन कि। ऊ चाहिँ त्यहाँ बच्चाको भने मान्छ, बच्चाको सहारा ऊ अनि बच्चा उनको सहारा, दुईजना त्यसरी गरे। दुःख छ, धेरै गाह्रो छ उनीहरूलाई होइन। कम आफ्नो बुवालाई कसै अरूसँग देख्दाखेरि कस्तो हुन्छ होला बच्चालाई होइन। अनि खै निर्दयहरूले बुझ्दैन होला त्यो कुरा चाहिँ होइन। अनि त्यही भएर चाहिँ सरासर झुट बोलिरहेको, कतिचोटि झुट प्रुफ भइसक्यो। ऊ आफै म कति झुठेरी छु भनेर ऊ आफैले प्रुफ गरिसकेको छ कि। उसलाई कसै अरूले प्रुफ दिनु पर्दैन, मैले यसरी भनिरहनु पनि नपर्ने हो कि। खास चाहिँ त्यहीँ 2000 भनेको छ कमेन्टमा, त्यहीँ 2500 लिएको छ भनेर फोनमा भन्दैछ होइन। त्यहीँ अलिजेको 35 वर्षको मैले डकुमेन्ट्सै देखेको भन्ने, डिभोर्स भएको भन्ने, त्यहीँ के अरे आगेको बेलामा चाहिँ 2000 मा किनेको हो यो रबिनालाई भन्ने, मान्छे छैन कोही भए पो आउनु भन्ने। अनि त्यसपछि यो कोही श्रीमतीहरू आउनु, कोही मेरो श्रीमान हो भनेर भन्ने, आइसकेपछि नमान्ने होइन। देखिँदैन होइन। एनिवे अब मलाई चाहिँ सत्य थाहा भएको हुनाले भनिदिएको, त्यो सरासर झुटो हो। अनि आफूलाई चाहिँ कस्तो लाग्छ भने एउटा 20-25 वर्षको छोरी मान्छे अनि आफ्नो गलतीहरू सुधार्दै अगाडि केही गर्छु, सत्यको साथ दिन्छु, सत्यको साइडमा उभिन्छु भनेर कोही हिँडिरहेको छ भनेपछि अनि मैले सक्ने चाहिँ मेरो सपोर्ट चाहिँ एउटा बोलेर हुन्छ भने म जरुर दिन्छु होइन उसलाई चाहिँ। अनि मान्छे त्यही नै असल हो जो गलती गरेपछि पश्चाताप गर्छ र दुबारा त्यसलाई रिपिट गर्दैन र अगाडि चाहिँ राम्रो लाइनमा जाने कोसिस गरिरहेको छ भने उसलाई हौसला, उसलाई प्रेज गर्ने हो कि, न कि झुट बोल्नेको साथ दिने अनि झुटलाई लुकाउने, सत्यलाई लुकाउनको लागि 50 वटा झुट मिठो बोलेर चाहिँ झुट बोल्नेको चाहिँ साथ दिँदैन होइन। अब अहिले बिजी भइन्छ, नभए त बोलिन्थ्यो होला, सन्चो पनि छैन। अनि अब जानुकाले यो कुरा उठाएको छ, गड ब्लेस यु। अनि यसरी नै यो असत्य झुट बोल्नेहरूको बोलबाला नहोस् भन्नको लागि सत्यको साइडमा उभिने, सत्य बोल्नेहरू चाहिँ बोल्नुपर्छ होइन। अब मेरो चाहिँ अब माहौल मिल्दैन, तर अब मै मात्र छैन नि त दुनियाँमा होइन। एउटा के भन्छ नि, झुटलाई मन नपराउने अनि अरू पनि छन् है। तर म तिम्रो साथ सपोर्ट मेरो चाहिँ तिमीसँग छ जबसम्म तिमी सत्यको साइडमा छौ अनि जानुका, अनि हमेसा तिम्रो साइडमा। र हामीलाई पनि कहिलेकाहीँ थाहा हुँदैन के सही के गलत, त्यही भएर भगवान्लाई मान्नुपर्छ, भगवान्लाई अलवेज सम्झिने, हामीलाई भगवान सही र गलत के हो भनेर हमेसा छुट्याइदिनु भनेर चाहिँ भगवान्सँग मान्नुपर्छ। मै हुँ, मै भगवान हुँ भनेर हिँड्नु हुँदैन। लाइक म जान्ने सुन्ने भनेर तिमीलाई एउटा सोच होइन। अनि हमेसा भगवानको प्रे गर्नु अनि आफूभन्दा ठुलो मान्छेहरूको भनेको पनि मान्नु होइन। अब यो भाषण दिए जस्तो भयो। एनिवे यो चाहिँ जानुकालाई भनेको मैले चाहिँ। अनि यति हो, म यति भन्नको लागि यो भिडियो बनाएको। अनि त्यस्तो के पनि होइन, सरासर झुट हो यो चाहिँ, पैसा लिने कुराहरू एज अलवेज तुलसाका झुटहरू जस्तै यो पनि एउटा झुट हो। अनि एउटा कुरा छुट्यो कि, अनि रबिना चाहिँ खुसी छ है अहिले। खुसी भन्नाले समवेयर हुन्छ नि, अलिकति आफ्नो कुरा राख्न पाएको हुनाले चाहिँ उसलाई चाहिँ कता रिलिफ भएको छ कि
एटलिस्ट सत्य मेरो मुखबाट मैले बाहिर भन्ने कुरा चाहिँ त्यो चाहिँ जानुकाको कारणले गर्दाखेरि हो है। किनभने मैले मसँग कुरा मात्र गर्थेँ, म तिमीलाई जसरी दिन्छु, मैले पनि आफैले कहिले भनेन, मेरो सोच पनि थिएन। तर जानुकाले चाहिँ उसलाई नचिनेर पनि उसको आँसु बुझ्यो होइन, म उसको लागि लड्छु भन्यो। एटलिस्ट स्टार्ट गऱ्यो नि त, उभियो नि त होइन। अहिले पनि ऊ त्यो चिजको लागि कन्टिन्यू नै गरेको छ। बिचमा चाहिँ उसले बुझेन कति कुरा, उसँग मिस्टेक भयो, त्यो बाटो अलग हो। यो सबै चिजले गर्दाखेरि चाहिँ रबिनाले चाहिँ कता आफ्नो कुरा राख्न पायो होइन। अनि अर्कोको पनि अनुहार छलङ्ग भयो। अनि त्यसको लागि ऊ चाहिँ थ्याङ्कफुल छ र हरेक नेपालीको लागि चाहिँ ऊ एकदम थ्याङ्कफुल छ। यति माया, यति मेसेजेसहरू उसलाई माया, प्रेम, आशीर्वाद, त्यो कुराले उसलाई चाहिँ धेरै फरक परेको छ। धेरै लाइक हुन्छ नि हिलिङ। यत्रो वर्षसम्म ऊ घुटिरहेको थियो, एक्लो फिल गरेको हुन्छ नि, यत्रो साथ सपोर्ट पाउँदाखेरि नि मैले उसको अनुहारमा त्यो चमक, त्यो फिल, त्यो अहिले डिफ्रेन्सेस मैले फिल गर्छु कि देख्छु कि। अनि त्यसको लागि धेरै थ्याङ्कफुल छ। अनि म पनि थ्याङ्क यू भन्छु। नेपालीहरूको एउटा इमेज हुन्छ नि, धेरै नजरिया फरक हुन्छ कि। अब उसको नजरमा फरक भइसकेको छ र मै पनि मलाई खुसी लाग्छ, प्राउड लाग्छ कि नेपालीहरूले कस्तो मेरो यो नेपाली नै हो, गलतै भयो नि मैले यसैलाई सपोर्ट गर्नुपर्छ भन्ने सोचको हुँदैनन् कि भन्ने कुरा चाहिँ बार बार प्रुभ भएको छ कि। जो पीडित छ अनि उसलाई नै सपोर्ट गर्ने होइन, जोसुकै देशको भए पनि भनेर नेपालीहरूको त्यो नेपालीपन चाहिँ अलवेज देखिन्छ होइन। त्यसले गर्दा मलाई कस्तो प्राउड फिल हुन्छ। म पनि पर्सनली थ्याङ्क यू भन्छु जो मान्छेहरूले चाहिँ रबिनालाई चाहिँ आशीर्वाद दिनुभयो, हौसला दिनुभयो, स्टिल प्रे गर्नुहुन्छ। अनि किप प्रेइङ उसको लागि होइन, खुसी मिलोस्, उनीहरूको बच्चाको भविष्य राम्रो होस्, अनि उनीहरूको बच्चाको चाहिँ मेन्टल हेल्थ अनिदेखि लिएर सबै कुरा, फिनान्सियली देखि लिएर एउटा लभली इन्भाइरोमेन्ट बनोस् होइन। हरेक बच्चाले डिजर्भ गर्ने हो, यो चाहिँ उनीहरूको राइट हो होइन, राम्रो माहौल होइन। अनि आमा बुवा दुवै भएको त धेरै राम्रो हो, तर आमा बुवा दुवैसँगै हुँदाखेरि नभए पनि आमै भए नि अलगै, बुवाई भए पनि बच्चाहरूको चाहिँ इन्भाइरोमेन्ट चाहिँ राम्रो चाहिँ हुनुपर्छ। त्यही प्रे गरौँ होइन। अनि म पनि एकदम प्रे गर्छु उनीहरूको बच्चाको लागि। अनि पर्सनली म पनि सबैजनालाई थ्याङ्क यू भन्छु। क्या दसैँको बेला पनि खालि कन्ट्रोभर्सी के मात्र कन्ट्रोभर्सी लिन सकेको, कति मात्र बोल्न सकेको, कति मात्र, म त दिमाग खराब भइसक्यो यार। यस्तो राम्रो दिनमा पनि यिनीहरूको क्याउ सुनेर मेरो त दिमाग खराब भइसक्यो। के हो तुलसा कलेक्सन, त्यसको बुढीले भन्न आइरहेछ प्रुफ, त्यो डिभोर्स भइसक्यो, डिभोर्स होस् या नहोस्, तर त्यसको बुढाको लाइफमा उसको बुढीकै हक हुन्छ नि त। तिम्रो साथी हो, बिजनेसमा चाहिँ खाना बोलाउनु पर्छ अरे। कहाँ बिजनेसमा खाना बोलाउनु पर्छ? त्यहाँ कतिवटा हजारौँ बिजनेस गरेर हुन्छ, सबैलाई खाना बोलाउँछौ तिमीले? अति नगर। उसको बुढीले भनिरहेछ तिमीले गर्दाखेरि उसको लाइफमा उसको 3 जना छोरछोरीको बिजोग भयो भनिरहेछ। मैले गर्दा कसरी हुन्छ? छोड्देऊ न उसको बुढालाई, सक्यो। डिस्कस गरेर बस्नुपर्ने कुरै छैन, उसको बुढालाई छोड्देऊ। डिस्कस गरेर दुनियाँ आएर लाइभ आएर छी कति लाज नभएको। हरेक मान्छेसँग झगडा गर्ने, हरेक बुढालाई तिमीलाई सहानुभूति त्यसकै बुढालाई दिनुपर्ने, उसको बुढीलाई दिए हुँदैन थियो? अझ भारत हो कि भारत हो, मुख छाड्न आउँछ मलाई फेरि। त्यो भारत हो कि के हो? त्यो मान्छेले भन्यो भन्दैमा तिमीले विश्वास गर्ने? तिमीलाई फसाउनको लागि नि त्यो केटा मान्छेले जे पनि भन्छ, डिभोर्स नभएकोलाई नि डिभोर्स भयो भन्छ। त्यस्तो भन्दैमा के उसको बुढीसँग झगडा गर्न जाने त? कति नराम्रो सोच, जोसँग पनि झगडा गरेछ, जसलाई मुख छाडेछ, जसलाई पनि डोमिनेट गरेछ। तिमी जस्तो महान त कोही पनि छैन त्यसो भए त। अनि बिन्ती छ उसको साथीहरू भनाउँदा अलिकति गलतलाई गलत पनि भनिदिनु। उसलाई सपोर्ट गरेपछि त झन् उसको त प्रोत्साहन बढिरहेछ क्या अहिले। गलतलाई गलत भनिदिनु साथीहरू, प्लिज। साथीहरू भनेपछि म उसँग राम्रो छ, मेरो साथी हो, उसले गलत गरे पनि सही भन्नुपर्छ भन्ने छैन।
गलतलाई गलत भन्देऊ। उसको बुढीले त्यस्तै मिडियामा आइरहेछ भने छोड्देऊ त्यो केटा नभए के हुन्छ? तिम्रो साथी हो, माने तिम्रो साथी हो, तर उसको बुढीलाई तिमीसँग हिँडेको मन पर्दैन भने छोड्देऊ नि त नि। के हो त्यस्तो? भर्खर दिमाग शान्त भएर मन्दिर गएर आयो है, आनन्दले बस्नु भने यसो टिकटक चाहिँ खोले, कता उनीहरूकै कन्ट्रोभर्सी, उनीहरूकै लाइभमा डिस्कस, अनि साथीहरू पनि के सपोर्ट गरिरह हो? गलत कुरालाई गलत भन्दै पो साथी सुध्रिने पनि मौका पाउँछ। तिमीहरूकै साथी भनाउँदाहरूले नै उसलाई प्रोत्साहन दिएर तै सही भन्दा उसले गलत गरिरहेछ क्या। कतिको घरबार बिगारिरहेछ क्या। कति सपोर्ट दिएको साथीमा, साथी भनेपछि हर कुरामा सपोर्ट दिनुपर्छ भने त माने, तर यस्तो कुरामा त सपोर्ट नदिनु न। अति भयो। प्लिज टिकटकमा चाहिँ नआओस् है यस्तो। अलिकति दिमाग फ्रेस गरौँ भनेको यस्तो दसैँको टाइममा पनि हेर त, यिनीहरूकै कन्ट्रोभर्सीले भरेको पुरै फर यु। एकदमै घिन लाग्दो, एकदमै नेपालीहरूको यस्तो महान चाडमा तिमीहरू उसको बुढाको लागि लडिरहेछौ नि। छी एकदम सेम अन यो तुलसा तिमीलाई कसम। अहिले त मैले मुख खोलेरै तुलसा भनेर बोले, आजसम्म बोलेको थिएन, तर अति भयो क्या। उसको बुढीलाई मन पर्दैन भने छोड्देऊ उसको बुढालाई। डिस्कस गरेर बस्ने होइन कि उसको डिभोर्स भएको प्रुफ थियो, उसको बुढी भएको प्रुफ थियो। बुढी भएको कसरी प्रुफ दिने? ल प्रुफ भए पनि नभए पनि चासोको कुरा के हो? प्लिज यो कन्ट्रोभर्सी चाहिँ एकदमै घिनलाग्दो हुँदै गएको छ। प्लिज छोड्देऊ उसको बुढालाई।